Hello guys, off to Upper Mustang. We Kusma at the moment. मलाई भाइ हो रमाइलो भन्छ धेरै पछि के पायो स्केप हो ओ बुढे पोटाटो ठिक छ नि है ल हामी चाहिँ बेनी बजारमा आइपुग्यो माले ठिक छ नि ए बुढे के भयो यो पोटाटो ठिक छ नि है डब्बु भाइ गुड एकदम ठिक छ यो चाहिँ सही आयो गाइस वेलकम टु पिटी च्यानल आज हाम्रो पाहुना हुनुहुन्छ मिस्टर माले गुरुङ यस मिस्टर माले हाउ आर यु आई एम फाइन थ्याङ्क यू आज कताको सवारी हो हामी अब जाँदैछौँ बेनीबाट भर्खरै लागेर हामी पखे पखे ल ल ल त्यो त बिल्ला हुन्छ ल ल भन्नु ल फेरि दुईटै गर्नु पर्यो ल ल फेरि सुरु ल ल हामी जाँदैछौँ अहिले बेनी हुँदै भर्खरै हामी बेनी कट्यो नि त होइन तातो पानीतिर लाग्दैछौँ यो कतिचोटि भयो मुस्ताङ गएको अब यो पालि अब फेरि 3 चोटि हुन्छ 3 चोटि हुन्छ पहिला 2 चोटि जाँदाखेरि कस्तो महसुस भयो 2 चोटि जाँदा अब साथीभाइहरूसँग छुट्टै दाइहरूसँग छुट्टै हुने छुट्टै अलिक आनन्द लिन पाइने हो के भन्छ अरे प्रवीण डल्ले दाइको याद आउँछ कि आउन एकदम दाइले प्रसाहरू आउँछ भने नि मैले नगइदिएँ ए हो डल्लेलाई प्रसाहरूको जान्छ जानु डल्लेको धेरै माया लाग्छ कि अरुण दाइको मलाई मेरो आफ्नै अनि गर्लफ्रेन्डहरू चाहिँ छैन यस्तो कुराहरू चाहिँ पब्लिकले खुलाउनु हुँदैन के त ए हो भाइरल गर्नुहुन्न यस्तोहरू एकदम प्राइभेट लाइफ जिउनुपर्छ प्राइभेट लाइफ जिउनुपर्छ अनि अरू के सोध्ने होला है अप्पर मुस्ताङ पुगेछ कि पुगेन म पुगेछु पुगेछ कतिचोटि एकचोटि लोमानथाङ लोमानथाङसम्म पुगेछ ए हो राम्रो छ राम्रै छ नयाँ खालको अब ल्यान्डस्केप छ त्यहाँ हाई लाउने त्यस्तो हुन्छ कि हुन्न अब त्यो तपाईँको त्यो अब एकदम रोगी मान्छेहरू छ भने अब लाग्छ अरुण बुढे जस्तो दबाई सबै बोकेर आउनुहोस् है अनि हाम्रो भ्युअर्सहरूलाई के भन्न चाहनुहुन्छ यो साल अब हामी जाँदैछौँ जोमसोम भरे अब स्याउको बोटमा गएर तपाईँहरूलाई हामी स्याउको बोटबाट भ्लग गरेर देखाउँछौँ भ्लग गर्ने अर्को पालिसम्म अपडेट भइदिनु होला तपाईँ हाम्रो नेक्स्ट डेस्टिनेसन मासु भात कता हो तातो पानीमा 3-4वटा डाइनोसर काट भन्यो त्यतै हुन्छ कोही कोही त भेजिटेबल छ डाइनोसरको अन्डा पाउँछ कि पाउँदैन डाइनोसरमा पाउँछ पाउँछ कता कता क्यामेरा हल्ले हल्ले भयो कि कसरी हो टेक्नोलोजी अनि लास्ट सिटमा बस्दाखेरि कस्तो अनुभव हुँदैछ एकदम मजा स्कुलमा नि सधैँ लास्ट बेन्च टुरमा नि लास्ट ब्याक बेन्चर्स भन्छ हामी यहाँ लास्ट बेन्चको लागि अरुण बुढे र आलु लडेको कस्तो लाग्यो मलाई एकदम रमाइलो लाग्यो त्यहीमा तपाईँ पनि फेरि लड्नु भयो झन् मजा अब 4 दिनसम्म वेलकम छोड्दा कस्तो फिल भइरहेछ मलाई वेलकमको साह्रै याद आउने भयो म सोच्नु सक्दिनँ अब 4 दिन 4 दिन अब
अब स्लिपिङ ट्याब्लेट खान भन्ने हुन्छ झल्झली याद आउँछ वेलकमको त्यहाँ के भयो कतिजना आयो वेलकमको चिया एकदम पराठा आई मिस पराठा हो? मिस हुन्छ मलाई त्यो क्रेभिङ भयो कि पक्कै यहाँ क्यामेरा कता कता हल्लिँदो रहेछ क्या पाउन यहाँ क्यामेरा कता कता हल्लियो क्या ल अनि क्यामेरामा त तपाईँ त कालो कालो देखिन्छ त म कालो नै छु कालो नै छ तर अझ मेरो क्यामेराहरूमा सेतो बनाउनु मिल्दो रहेछ ए हो एडिट गर्ने चाहिँ हाम्रो एडिटर हुनुहुन्छ मिस्टर भुन्डे गुरुङ होइन सायद उसले यताउता गरेर कालोलाई सेतो बनाइन्छ कि होइन अनि अरू के भनौँ अरू के सोधौँ अनि मैले त्यो है के भन्छ अरे इन्स्टाग्राममा सर्च गरेको राइट निक्ल्यो कि रङ निक्ल्यो त्यो तपाईँ एकदम गलत गलत 10% नि मिलेन 10% नि मिलेन र ओइ 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 के भयो हामी अलिकति यता नि ध्यान दिनुपर्ने हुन्छ बाटो बाटो अलिकति वाइल्ड ओइ 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 कता हो यस्तो राम्रो आएको छ यता हाम्रो भ्यू हेर्न सक्नुहुन्छ ए के को भ्यू यहाँ उब्रे उब्रे भएको भात गाजी चाहिँ नउब्री अन्त हल्लिन्छ दालभित्र यस्तो स्थिति छ यहाँ हुनुहुन्छ मिस्टर कताको हाम्रो एडिटर भुन्डे गुरुङ चिन्टु गुरुङ कताको गाडी बाटो हल्लेर टेन्सन बनायो क्या अनि मालिक गुरुङज्यू बाटो त खतरै रहेछ त हाम्रो नेपालको विशेष मजा भनेको बाटोमा लिनु बाटो तपाईँहरूले अब ठाउँमा पाउनुहुन्न अँ नेपालको चाहिँ बाटो चाहिँ एकदम डान्सिङ 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 रोड हो यसो हेर यसो खोलाको छेउछाउमा है कुन खोला मालिकज्यू यो यो सेतो र कालो छ बाल्नु खोला अनि भर्खरै हाम्रो ब्रेक गर्ने बेलामा हाम्रो के भन्छ अरे लाइभलेसन दिन्छु म है होइन हाम्रो अरुणज्यूले भन्नुभएको थियो बेनीबाट त बाटो राम्रो छ भनेर यहाँ त अझै डान्सिङ रोडै रहेछ त हाम्रो यस्तै छ यो त ढाड्नु भएन नि त हामी टुरिस्टहरूलाई होइन हाम्रो फेरि यो कस्तो छ भने तपाईँको 2 किलोमिटर तपाईँले डान्सिङ रमाइलो फेरि 3 किलोमिटर पिच मिक्स छ क्या हाम्रो मिक्स मिक्स छ यो रोड कहिले बनिन्छ होला यो त अब मनेता होइन त मनेता भएकै बसेकै पैसा हो हाम्रो अगाडि बस्नुभएको आलुज्यूलाई के भन्नु छ साथीले एकदम आनन्द रूपले बस्नुभएको छ साथीलाई त आलु भनेर बोलाउँदैन आलु भनेर बोलाउँदैन मैले आलु साथी भन्छु आलु साथी भन्छ अलिकति अफेन्डेड हुन्न त्यसले हुँदैन हो हुँदैन हो भनेपछि आलुज्यू पनि चिलै हुनुहुन्छ सबै चिल्मा छ सबै आनन्दमा हुनुहुन्छ अहिले यात्रा आनन्दित छ बाइकको स्कुल परेपछि ऱ्याकको आइछन् अहिले सिजन हो भाइ डान्सिङ रोड भनेको पिच आइहाल्यो फेरि हाम्रो भन्ने त्यो रोड चेन्ज नै हुन्छ कि नेपालमा म्याजिकल रोड हो कि यहाँले यो बाटो सबै कन्टै छ याद छ सबै बाटो अब त्यहाँ कतिवटा ढुङ्गा छ भनेर त थाहा छैन बाटो त यही हो भन्ने म पक्का छु पक्का हुनुहुन्छ अनि यहाँको फेभरेट हिरोको हो नि नेपालीमा मेरो इकु इकु को सुलेमान को त्यस्तो भन्ने तपाईँहरू अलिकति बलिउडहरू मलाई फेरि इकुहरू मनपर्छ अनि एक्ट्रेसमा एक्ट्रेसमा त ज्योति मगर अहिले गाह्रो छ एक्ट्रेसहरू अब हिजो अस्ति खोस्टी गरेर अहिले लाखको मेकअप त नि टु सेक्सी अहिले मिल्दो रहेछ त्यो दुसु जोड्न त्यो रियल कुराहरू फ्याक्ट हो त्यो त भ्युवर्सहरूलाई अलिकति अफेन्डेड लाग्छ नि यस्तो बोल्दा लेडीहरूले नहेर्नुहोस् ल मलाई फेरि केटी मनै पर्दैन के हो क्या म होइन तपाईँको केटी नै मन पर्दैन भन्दा के हुँदैन हाम्रो नेपालीहरूको मेन्टालिटी त्यही भएर सोसाइटी अब त्यस्तो छ है त्यो अलि भएन है मोडर्नाइज हुनु पऱ्यो तपाईँको के भ्युवर्स अफेन्डेड हुन्छ त्यसो नभन्नु न सबैले सम्मान गर्नु अनि यहाँको फ्युचर अब के कस्तो हुँदैछ त फ्युचर त मलाई थाहा छैन अनि मालिकज्यू बाटो त ओहो के हो यस्तो बाटो त अभि छ अबुई रहेछ त बाटो त त्यो त स्टेजु बाटो हो अनि भुन्डेज्यू
यसरी हल्ले चाहिँ क्यामेरा पनि हल्लिन्छ पऱ्यो ए हल्लिन्न ए हो आलुज्यू अगाडि बसेर मोज गर्नुभएको छ लाने पूजा नि आएको छ हाम्रो भ्रष्टाचारहरू कसले भन्नु नि त्यस्तो हजुर त्यस्तो छ ल्यान्ड क्रुजर गर्ने चाहिँ भ्रष्टाचार भयो अन्त रकमै त्यत्रो छ नि त कको हो त के हो क भनेको ए क भनेको खर हामी अब हमास भने अनि उता हङकङमा हुनुभएको हाम्रो नवीन दाले के भन्नु छ दाला यो ढिलो भयो भने हामी दसैँ अँ अनि अहिले च्याङ्ग्रा किन्न हामी जुन भएको अब टुरियलमा खासै भेट्टाएन त्यस्तो भयो स्पोन्सर हान्नु पऱ्यो नि त अनि त्यो त पर्यो पऱ्यो नि होइन सुकुटी नै आउँछ फेरि अँ त्यहाँदेखि सिक्युरिटी नै आउँछ हामी च्याङ्ग्रा किन्न जाँदैछु अहिले नभए अब बाटो देखाइदिनुहोस् अरू तेरो को साथी तेरो साथी गोसालाई के भन्नु छ ओहो माइलो अडाइरेली मिस ओ माइ गॉड हो त्यस्तो माया गर्छ ए माया के कुरा गर्छ भाइले अब कति माया भन्ने हो केन्द्रलाई सोध्नुपर्छ भने अब मैले बाबाले कति माया गर्छ यहाँ भएन सबभन्दा माया गर्ने दाइको हो नि मलाई सबैले गर्नुहुन्छ माया हो सबैले प्रिय पात्र हो प्रिय पात्र हो अरू छ त्यस्तै अँ म एकदम मजाको मलाई म सबैलाई सम्मान गर्छ दारी जुङ्गा नकाट्ने दाइले चाहिँ डेन्जर माया गर्छ फेरि हो वाइल्ड डे हो अरुण दाइले नि भन्दै मैले यहाँ 1000 लाइक्स हान्न मिल्ने हान्थ्यो एकचोटि मात्रै हान्न मिल्छ फेरि अनि यो दारी जुङ्गा काट्ने होइन होइन नि यो त अलिकति ट्रेनमा छ जस्तै अब च्याङ्ग्रा किन्न जान अब दारी सारी काट्नु च्याङ्ग्रा त टुटेमा चाहिँ मुस्ताङै पुग्नुपर्छ होइन च्याङ्ग्राले भएन अहिले हामी वहीँ जाने अब वहीँ जाने नाकामै गरेर ल्याउने ओके ठिक छ बाटो त खत्रै रहेछ त मारिज्यू बाटो यस्तै बनाएको मान्छेहरूलाई अलिकति रमाइलो हुन्छ भनेर हो यो साह्रै बनाए त हाम्रो यो विदेशबाट आउने पाहुनाहरूलाई त गाह्रो हुने भयो त यो त अब यस्तोमा आउन चाहने मान्छे अब त्यस्तो मान्छे हुन्छ दुःख गर्नु पऱ्यो नि राम्रो ठाउँ हेर्नको लागि होइन रोडको रमाइलो लिएर भोलि तपाईँहरूले आँखाको राम्रो सेक्न पाउनुहुन्छ माथि गरेर भोग कतिको लाग्छ भोग अब 30% जस्तो लाग्छ अहिलेको पुरी तरकारी मिठो लाग्यो नो गुड है गुड मैले त खाने बित्तिकै नो गुड लाग्यो यो आलुले रोजेको समोसा नि मात्रै मन पर्दैन होला चना रहेछ आलु नि हालेको मलाई नि मिठो लाग्यो 5-6 वटा मात्रै चना त्यो जो आलुले रोजेको आलुलाई ठोक्नु पऱ्यो नि माथि अब मिठो अर्ग्यानिक पाइन्छ नि त अर्ग्यानिक खानुहुन्छ है चिया अर्ग्यानिक साग ढेँडा हामीले ढेँडो अब भोलि यो भिडियो एकैछिनमा आउँछ नि त हाम्रो खानाको ब्लग एकछिनमा ट्याक्क तातो पानीमा होइन हामी सबै देखाउँछ नि त अब हरेको मुतेको पातेको आउँछ नि आउँछ हो अनि मारिजीको हाँसो त निकै मिठो रहेछ त कहाँबाट पाउनु भयो यो हाँसो हाँसो अस्ति त बसमा कसले छोडेर रहेछ नि ठिक अरू के छ त मालिकजीलाई अब मलाई चाहिँ रमणी वातावरणमा रमाउन दिनु रमाउँदैन भनेपछि आजको लागि यति नै गरौँ आजलाई होइन एकैछिन त्यसपछि फेरि तातो पानीमा स्टप हुने लोकल ल भ्युवर्सलाई फेरि विल बी ब्याक भन्नु न त ल सब्सक्राइब गरिदिनु स्टे ट्युन भन्नु न स्टे ट्युन ओके ल बाई बाई ल अब खाना खाने स्टपमा वे टु मुस्ताङ साथी ल 7 दिन भ्याकेसनमा ल सबैजना चिलमा छ रमाइलो ल यता दाइहरू किसान दाइ कस्तो लाग्यो त तपाईँलाई रमाइलो भइरहेको ल तर
ल ल मार्फामा स्ट्रोल स्ट्रोल ग्याङ 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 सिसिदाई फोटो खिच्नु भिडियो बनाउनु हामी कहाँ छौँ त अहिले मार्फा गल्लीमा डुल्दै होइन त हामी माउन्टेन भ्यू दामी थियो नि त दाइ माउन्टेन भ्यू कुरा गर्दै आउनु ल नर्मली होइन कोही छैन वेलकम टु तुम्बा लेक फोटो हान्नु पर्यो एउटा मलाई
थाकेन डेन्जर थाक्यो नम्बर च्याङ्रा माले माले यो दाइ शेष पर्यो त गजन शेष पर्यो के के पर्यो दाइ शेष पर्यो आउनु न यति Leopard Cave. ढुवाङको जाँदैन भित्र ढुवाङमा अबे यति हो के उसहरू नि बस्छ रे कको तिमीहरू डर लाउने नि Let's check what we got inside. ए यति मात्रै रहेछ नि त यहाँ त बत्ती बाल्न ढप्पो ढप्पी यहाँ त बत्ती बाल्न यो भित्र नि रहेछ अझै ठाउँ लेउपाटहरू नि बस्दो रहेछ कि हो र त्यो मात्रै लेउपाट राखेको जाम्पो जानु न जान्नु मात्रै डरला तपाईँलाई हिँड्छ नजा है नजा हिँड्न मान्नु यो चाहिँ जोमसोम होइन अलि उता बाटोतिर आज हामी कहाँ जाने माले भाइ अब हामी धर्म कर्मतिर यसो बिहान गर्न लागिरहेछ मुक्तिनाथ मुक्तिनाथ वेट टु ब्रेकफास्ट कहाँ गर्ने हामी ब्रेकफास्ट अगाडि बाबु बजारतिर ए त्यो त छ राम्रो गुड ब्रेकफास्ट के कुन के खाने इङ्ग्लिस ब्रेकफास्ट खाने कि नर्मल बर आज म त भेज भेज हो किन कफी एन्ड टोस्ट कफी एन्ड टोस्ट हिमालयन अघि नै देखाइदियो त यस्तो दामी भइरहेको बिस्तारै घामले त आउँदैछ क्या अब सन इज ओभर ल्याङ अस आज हाम्रो डेस्टिनेसन कता हो भाइ हामी एकछिन पूजापाठ गरेर लागिन्छ होला के अरे ठाउँको नाम मानथाङ लोमानथाम पहिला गएको थिएँ 5 घन्टा 6 घन्टाको ड्राइभ हो हो पहिला गएको कि गएको थिएन पहिला नि गएको राम्रो छ विषय पालि अब डिटेलले हेरिन्छ मेरो फर्स्ट टाइम छ मलाई के रमाइलो लाग्छ तपाईँलाई वाउ लाग्छ वाउ लाग्छ जमाना Nice. टेन्सन वार हुने टाइम हो टाइम ए हो ओके सियु इन मुक्तिनाथ है त फेरि ओके बाई माथि आइपुग्यो नि आउँछ अब यहाँबाट एनटिसी हिरोलाई नि होइन अब एनटिसी हिरो त्यस्तो हुन्छ है माथितिर के यस मेरो माले भाइ हामी आज कहाँ छौँ अहिले हामी त्यहाँ त्यही मुक्तिनाथ जाने बाटोमा डे 2 आज डे टु टाइम अहिले हामी कहाँ छ त अहिले हामी अब शान्तिलो ब्रेकफास्ट हाम्रो लोकेसन कहाँ हो अहिले अब मन्दिरतिर गइन्छ यहाँ हाम्रो लोकेसन कता हो भनेको अहिले
मुक्तिनाथमा हो नि त मुक्तिनाथलाई भनेको त ए भन्यो अनि कस्तो फिल भइरहेछ त राम्रो फिल भइरहेछ आनन्द भइरहेछ बाटो बाहिर आएको परिरहेछ त्यहाँ हो सही हो है थर्मसका चिया हान्नु पर्ने हुन्छ यो यो सेम यस्तै छ कि पार्किङ चाहिँ कुना साइड लगाएर मिठो भएछ गुड नाइस दामी दामी ए फोटो खिच्न ला होला हामी जाँदै गऱ्यौँ है हो डप्पु सिन्टे बुन्टे खानुपर्छ माले दबासे सही मिठो हो बाटे त्यही भएर उता गएको त वेलकम टु इन्टु द जी भ्यालिज कता हो कता एक राउन्ड घुमेर आएछ हामी हामी यताबाट पो आएको यता जाऊँ न त He should relax.
र गाइडहरू कस्तो हुँदैछ बबाल बबाल कता हो हौ उताको गइसक्यो किसनलाई नभएको झन् ठिक हुन्छ कि किसनलाई भएर अहिले प्रिन्सिपलसित हिँड्ने जस्तो भइरहेछ ब्याक टु दरबार सही हो हेलो भाइ सो वाट डु यु थिङ्क अबाउट लोमान्थाङ एकचोटिको पहिल्यै यस्तो होइन मेन भनेको लोमान्थाङ भनेको अब ल्यान्डस्केप मेनली अब यहाँको ल्यान्डस्केप हेर्न आउने मान्छे मलाई पनि मनपर्छ मन पर्यो उता दरबारमा जान पाएन स्टिल स्याड तर उसको गाड चाहिँ त्यहाँ छ है फेरि गाड त हामीले देख्यौँ नि त होइन दाइलाई चाहिँ कस्तो लागेको थियो मलाई एकदम पिस कति दामी पिस लाग्छ एकदम त्यो गर्नु दामी मन शान्त पर्छ Dops. Right off to border. Lomanthang border. ए बाले ठिक छ नि के छ त अब अन द वे टु चाइना बोर्डर अब यतातिर पनि च्याङ्ग्रो पाएन लोमान्थाङमा नि चाइनै जानुपर्ने चाइना जानुपर्ने भयो आज चाहिँ फेरि लड्छ कहिले हेर्नुहुन्छ तपाईँहरूले ब्लग हेरेको दिनमा आलु अर्डर गर्नु विकासले आलु on the way to China border. Too windy, too foggy, and very, very chiso. माले भाइ कस्तो हुँदैछ त एक देप्ची हान्छ अब अर्को देप्ची बाँकी छ निम्स राईको ट्रेनमा अब एकछिनमा उता चाइनाबाट अनि यता हिमालबाट बुटी के हो ए धन्यवाद पोटाटो कस्तो हुँदैछ त बाल मुन्डे ठिक छ त यो चाहिँ मेरो चाउचाउ भान्जा नि आउँदैछ टाढो यहाँसम्म त अलिकति हुस्सु लाएर चाहिँ हिमालहरू देख्न पाएको छैन आज
साह्रै बिजी रहेछ यो ठाउँ चाहिँ Get ready for the best. यति हिँड्दै शेष पर्यो Sorry, cheers, thank you. चारजना होइन पाँचजना हो 5 जना हो अरू जाएन होइन पाँचजना 5 कति रुपियाँ अब झन् फेरि मान्छे धेरै आए पनि बाटो अब हो त छ त के लेखेको छ हेरौँ न के यस्तो जान सकिन्छ ओ माई गॉड छिटो नसक्नु मलाई हालिदिन्छु पखै डेन्जरस त्यतै ढल्न म ढल्न त्यसलाई दाजु पर्दैन ओ माई गॉड यही बाटो फर्किने फेरि ओहो That's oh my god. Oops.
अब बाहिर निकाले म भिडियो खिच्छु म तल हुन्छु फर्किने हाल्यो म चाहिँ बस्छु यता आउँदा यता छ ल त्यो चाहिँ मार्फा बजार पानी दबाउनु पर्ने पानी चाहिँ होइन पानी ऊ त्यो पछाडि छ अरे यार त्यो हात जान्छ मानु हामी चाहिँ ह्याप्पी होममा छु आज मेरो कलेज फ्रेन्ड आफ्टर 20 इयर्स पछि बल्ल भेट भएको उसको होटेल रहेछ ल ल्यान्डिङ यता तुफान यो चाहिँ तातो पानी हो है बुड्ढे ओ बुड्ढे यता हेर्नु न यो त माले भाइको हो क्या ब्लक ट्याक्कै बत्ती गइदिइरहेको यो चाहिँ ह्याप्पी होम तातो पानीमा माले भाइ घोडा एक्सपिरियन्स कस्तो भयो मुक्तिनाथमा अब हामीले अब खास मठ मन्दिर जाने कुरा थियो बाबुलाई दुःख नदिनु सबै थियो तर बादमा के नयाँ एक्सपिरियन्स लिउँ भनेर घोडामा चढियो उकालोबाट स्वामी साम पुज्यो चाक्को डाँडी खाँदैको अहिलेसम्म असर परेछ भनेपछि छाला अब बिस्तारै रिकभर काँचुले भेट्दा अनि हाम्रो आज तातो पानीमा डाइ भनेको कस्तो महसुस भयो त टुर एकदम सक्सेसफुल दामी अँ। बिरामी हाइलाइट अनि तातो पानी एक्सपिरियन्स कस्तो भयो त तातो पानी त दामी भयो नि त मजाले नुहाइयो है मनायो मुस्ताङ झुमसुङ उम्। सबै लोमान्थाङ चाइना नेपाल बोर्डर बरु चाइना चाइना नेपाल बोर्डरको स्क्यामको बारेमा के भन्न तिनीहरूले चाइनिजबाट सिकेर चाहिँ कि नेपालीहरूले स्क्याम कतिको स्क्याममा परियो त हिसाबले यति नै निस्क्यो होइन अब लगभग रबिस केसमा हाम्रो 8 सालको त निस्किसकेको छ क्यान्डी क्यान्डी गऱ्यो भने अब त्यो स्क्याममा परेको मिठाई र रक्सीहरू के छैन र यिनीहरू चाइनाबाट सिकिसकेको छ सब फेक सब नमिठो स्क्याममा पर्नु भयो परिहाल्ने ओरिजिनल नमा हाल्दैछ होइन सब फेक रक्सी बेचेर मारेको स्क्याम अब त्यो फेक रक्सी के गर्ने त हामी अनि चाइनिज इन्फ्लुएन्सरहरू सबै निकाल्नु पर्छ माथि हाम्रो बोर्डरमा जति छ नि सब बानी सिकिसकेको छ यिनीहरूले हामी दाजुभाइलाई स्क्याम हालिदिन्छ फकाएर एक प्याकेट एक प्याकेट मिठाई 1400 दिएर 10,000 स्क्याम हालिदिन्छ 10,000 स्क्याममा परियो मिठाई फुक्रोमा मक्क छ कम्प्लिमेन्ट्री कम्प्लिमेन्ट्री त हाम्रो ढप्पु भाइले पायो नि मजाले कम्प्लिमेन्ट्रीमा ढप्पु भाइले पाएकोमा त खुसी छ होला नि सबैलाई दिएको रे ढप्पु भाइले कम्प्लिमेन्ट्री पायो नि त होइन उनीहरूको त्यस्तो रहेछ स्क्याम प्रडक्ट यही छ है हाम्रो मान्छेसँग मान्छे लाग्दिएको 1500 तल लाग्यो झन् हजारमा दिइरहेछ त धुलाएर बिचरा कतिमा रे त्यो रक्सी अब पछि हामी ल म भन्छु है माथि गयो स्क्याम अनि हाम्रो आजको प्लानमा सेड्युलमा हाम्रो के घुम्ने थियो
त्यहाँ गएको बिचरा एउटा बुढी आमाले धुलो खाँदै बिचरा 1000 बेच्यो त्यही रक्सी माथि आएको ताप्दै 2000 2000मा साढे 9 मजा भयो मजा भयो नि है टुरको सबभन्दा नवाजको कुरै त्यही भयो भनेपछि अब हाम्रो भ्युअर्सहरूलाई के भन्छ माथि गरेर चाहिँ नकिन्नु किन्नु त किन्नुहोस् एउटा चिकन भने दियो सबै ठाउँतिर एउटा पोलिसी बुझेर किन्नुहोस् प्रफिट अब विश्वास गर्ने मान्छे सोझो मान्छे विश्वास गरिहालियो तर अरूलाई चाहिँ स्क्याममा नपरोस् मैले चाहिँ भोगेको कुरा सेयर गर्छु कि पर्यो पर्यो माथि तर माथि चाहिँ सस्तोमा चाहिँ नपाउँदो रहेछ स्क्याममा पर्दो रहेछ त्यही रक्सी हामीले माथि 2000मा किन्यो घुमेर बेस्ट प्राइस कहाँ छ तल अझ 1000 भन्थे अझ नेगोसिएट गरेको भए त सस्तोमा पर्थ्यो जस्तै झर्छ नि त क्याबवालाले झोरी आउँछ नि माथि पनि त्यस्तै हो तपाईँ ल्यान्ड भएन खिच्ने भने गोबाट नि खिच्छ फेरि फ्यासिलिटी दिन्छ फेरि तर त्यो फेरि स्क्याम त्यो चाहिँ स्क्यामको फर्स्ट स्टेज होइन उनीहरूको त्यो एउटा निन्जा टेक्निक रहेछ निन्जा टेक्निक रहेछ फसाउने मान्छेलाई ल ल भङ्गाउनु अझै त फेरि ऊ भुन ल के भन्ने रे हाम्रो अब सिस्टममा अब लाइक एन्ड भन्दैन किसन दाइको पनि गर्नु पर्छ किसन दाइको नाम यो त सिजन बानीले भिडियो गरेर श्रृङ्खलाले फाइदा उठाएको माले 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 हजुर के डप्स पोटाटो उठ तेरीमा टुने उठ तेरीमा टुने उठ तेरीमा टुने यो गाडीमा चाहिँ अप्पर मुस्ताङ चाइना नेपाल बोर्डरसम्म पुग्यो हाम्रो ढप्पु भाइको भेरी गुड राइडर मालु आउँदैछ मालु कलेश्वर महादेवको हामी दर्शन गरेर अब फर्किने क्रममा छौँ ओके बुढ्ढी आउँदै रहेछ त अब यहीँसम्म हो योभन्दा बढीमा हुन्न अब सकिँदैन होला पुरै यहाँबाट त मलाई यहाँबाट जानै सक्दैन ल हेर्नु बुढो गोल्डन ब्रिज अले हामी गण्डकी स्वर्णिम ब्रिजमा हाइस्ट जाम बाटो ब्लक भयो माले भाइ के भन्न चाहनुहुन्छ त टुरको बारेमा
यो चाहिँ हाम्रो गण्डकी स्वर्णिम ब्रिज अँ बागलुङलाई स्थित भएको अँ अहिले हामी कालिका दर्शन गर्ने क्रममा यता आइरहेको छौँ अँ यो चाहिँ एकदमै ब्रिज हो कि लङ्गेस्टमा यता हेरेर भन्न अनि यो चाहिँ एकदम लङ्गेस्ट ब्रिज हो हो कस्तो लाग्यो त ठाउँ अब एकदम दामी हो एकदम फ्रेस फ्रेस एनर्जी सही त एनर्जी राम्रो छ हो यो पार्टी चाहिँ डराएर नआएको पार्टीहरू हो उहाँ चाहिँ फेरि हामीदेखि डर लाग्छ ए उहाँ डर लाग्यो माइलर हुन सक्छ हो र कहाँ भुन्टेको बागलुङको मन्दिर के मन्दिर चाहिँ कालिका कालिका मन्दिर ए पोटाटो ए माले ए भुन्टे सबैको रक्षा गरून् ए बुड्डे ए चिन्टे रियल भ्लगर इन टाउन एउटा लाइक त मै हानिदिन्छु हेलो भाइ हामी अहिले कहाँ हो अब हाम्रो टुरको लास्ट लन्च कुन ठाउँमा हो सँगै ठाउँको चेरापुन्जा अफ नेपाल ठाउँको नाम के हो लुम्ले कस्तो रहेछ खाना यहाँ त अलवेज दामी हो हो सानोबाट रक्सीदेखि लिएर सुकुटी सब दामी हो हो ल त बाई 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 थाके बुढो Mr. Mallu, how was your trip? Tired? Naked? Too much tired? Rice was very good. Good job. Now see you in London. Good, good. छैन नि दाइलाई चाहिँ Finally. कसरी बाँकी गर्नु